ल दिदीको घरमा फेरि दोबारा आयो, एकचोटि आइयो फेरि आएर यसरी दिदी कहाँ गेटो सोध्नुपर्छ कि भनेको थियो। अरूले सोध्नु कसैलाई दिइहाल्नु भएर दिनु पनि आएछ नि, भाइहरूले काटेर लिएर गएछ मैले अस्ति उहाँ रामदीमा एउटा केरालाई यो मोगरी केरा हो, एउटालाई 20 हालेर खाएको सम्झिएछ नि। हो कि कसैले टेका त दिएर छैन कि के हुन्छ अब कसैले दाइ भाइहरू बौला भाइहरू थिए आएर काट्यो भन्नुहुन्छ दिदीले। अब बिस्तारै ए झम्मै हान्छ है त्यसले। ल दिदी ल अब कोसा गर्ने बुझाउने त्यो दिदीलाई गरौँ कोसा। एउटालाई 20 का दरमा खाएको अस्ति राम्रोमा गर्दाखेरि त यहाँ त लगभग 2000 का पनि भाइ। ल अन्त नजानेको त केही छैन। ए तिमीहरू हुँदाखेरि तिमीहरूसित हिँड्दा तिमीहरूले बढी जाने जस्तो चाहिँ गर्छ त्यति हो। खाइराखेर है घरि यदि भए तँ बसन्जहरूलाई अचारलाई हिँड्नु पऱ्यो। पाक्नै थालेको छु। भात दिदीले कसैलाई दिनुभएको थियो, जसलाई दिए पनि हामी चाहिँ त्यो नजिकका पात्र दिदीका अरू कोही भाइ भएनन् कि र नि त। यो हैसा बाबा घुमाएर काट्नु जाँदै सजिलो हुन्थ्यो। पैसा तिर्नु परेछ भने पनि त्यसले तिर्नु छ क्या। हामीले खानु ल यो के त ढादिनु पर्यो अब र अहिले पर्दैन। हजुर रिसाउनु भएन रिसाउनु त रिसाउनु कुरो होइन। आएर बिना चोटहरू नकाट काटेर जाँदा फेरि यो कुरा छिपिएको पनि छैन। यो कुरा न अचार खान न तरकारी खान। हजुरले काम गर्नुभएको छ अधिकारहरू जस्तो हो। त्यही बेला बाबु तिमीले यसो गर्छौ भनेर पैसा भएन। हामीलाई लाउरेर आएको दिदीका जमिनमा फलेको काट्नु मन लागेर हो। हजुरले चाहिँ केटा यसो गर्नुहुन्छ नि भन्नु तपाईँको पनि कुरा सही हो। त्यही पनि चाहिँ रिसाउनु दिनु चाहिँ भएन। हजुरले गर्नुभएको काम हो। हजुर चाहिँ रिसाउनु भएन। अस्ति पनि त बुहारी आएर त बिना मसकेको त उसको काँचो न अचार खाने न तरकारी खाने। आज तपाईँ नसक्ने त त्यस्तो काटेर लिएर गएर कौन बुहारी आयो? कौन कान्छी हो नि कि कौन होइन अब हतार नाइ अचार लैजानुहोस् नलैजानुहोस् होइन भन्दिनँ मैले। तर यो छिपिएको छैन केही पनि छैन। यो अनाएको त जाने सरकार जाने त्यो गर्नु त भएन। होइन सही हो हजुरको कुराकानी एकदम सही हो। ठिक छ। केही पनि पाले छैन पाले छैन अब पाल्न भनेको एउटा गाईसँग पाल्न पायो। ए बाख्रा छ नि लास्ट भोलि बाटो रहेछ। भोलि मात्र छ। यहाँको मामा कता आउनुहुन्छ तर यहाँको इलुङ्गाको नि माथि घर होइन कहाँको यो कमाएको छ यिनीहरू तिवारीहरू यिनीहरू त्यही जो अब यो त अब कुन भाडामा बस्थ्यो कि अब के भन्नु। अब भाडामा बस्नु त सरे आफूले घर बना सरे के अरे यहाँ हुन्छ कता वालिम गर्ने कता गाउँ त्यही चाहिँ हामी काटिहाल्यो। अब माफ गर्नु पऱ्यो। हजुर पाएको मान्छेलाई बिसाउन हाल्नु अहिले भयो नि त। त्यो गर्दा त्यस्तो कुरा गर्छ। तसमा त्यस्ता राम्रो भन्छ आयो अब पोहोर केही नदेखि गइन् कि त्यहाँपछि कहिले जाने बेला ल दाइ तपाईँले गाडीमा गर्नु मैले अरूलाई दिन्छु भनेको थिएँ। अब पोहोरै भनेर गएको आफ्नो पोहोरैदेखि गर्थेँ मैले। मान्छेले गरेको नगरेको धेरै फरक पर्छ। हिँड्ने है दाजु केराले कसो कहिलेले करेन्ट खानु हो दाइले
पनि लगाइदिनु तर म चाहिँ आनन्दसँग लिएँ नि त्यसैले भर्खर काम गरेँ पछाडि कति जङ्गल हुन्छ यहाँ र त्यस्तो सरसफाइ हेर त क्लियर दिदी हुँदा पनि हुन्थ्यो नि यति क्लियर पुरा छ क्या यत्रो मेहनत साह्रै गर्नुभएको छ अब यो दिदीको जहिले पनि तरकारी लानु थाल्नु मेरो छोरा आमा पनि